साथीहरू, अचम्मको कुरा, बालेनले गतको चुनावमा अल नेपालभरि जम्मा 27 मिनेट भाषण गरेको रहेछ, पूर्वदेखि पश्चिमसम्म। त्यो पूर्वदेखि पश्चिमसम्म 27 मिनेट भाषण गर्दा बालेन लगायत रासपामा 52 लाख मत झरेछ। यहाँ म सम्झिँदैछु, 1 मिनेट बराबर कति मत झरेछ त भन्दा 2 लाख। सबै पार्टीका अरू कार्यकर्ता, आस्था राख्ने जनताहरूले हाम्रा नेताले काम दिएनन्, काम पटक्कै गरेनन्। त्यसैले गर्दा अहिले हामी पार्टीमा त छौँ, तर हाम्रो मत तिमीलाई सपोर्ट गर्दैछौँ। हाम्रा इच्छा आकाङ्क्षा पनि तिमीले नै पुरा गर्नुपर्छ भनेर यतिको मान्छेले काम गर्छ भनेर साइलेन्ट, चुपचाप, अदृश्य मत खर्र आएछ 52 लाख। अब अरू नेताहरूले 12 महिना भाषण गरिरहेका, 24 घण्टा भाषण गरिरहेका कहाँ छन् नेताहरू केही थाहा छैन। यो यति गरिमामय जनताको मत र विश्वास अदृश्य रूपमा रासपा अथवा बालेनप्रति आस्था राखेको छ नि, यो आशा भरोसा कहिल्यै नछुटोस्, सदाबार होस्। यही छ शुभकामना। सबैमा नमस्कार।